गुड मर्निङ गाइस। आज बिहानको है तपाईँहरूलाई देखाउँदैछु वकको। यस्तै छ मेरो चाहिँ डेलीको ह्याबिट हो। 4 बजी नहिँड्नु हुँदैन मलाई। यस्तै छ। आधी घन्टा पहिले यो फर्किँदै गरेको बेलाको है। अघि त धेरै थियो भिडियो बनाउनु पनि चलेन। अझै पनि कालो आउँदैछ। अलरेडी म कालो मान्छे। राम्रो उज्यालो नहुँदा फोटो पनि कालै आउँदैछ है। यस्तै छ। तपाईँहरू बेसी सुत्ने नगर्नुहोस्। उठेर बिहान चाहिँ यसो वकसक गर्नुहोस् है। शरीरलाई चाहिँ एकदम राम्रो गर्छ। यो एउटा दबाई नै हो। सुत्ने मन गर्नुभयो भने सुतिरहन मन लाग्छ। के रोगहरूले भेट्छ है। र बिहान उठेर चाहिँ यस्तो वकसक गर्ने है मजा पनि आउँछ। फ्रेस हावा। यस्तै छ गाइस। आजको दम पनि बढ्दैछ। हिँड्दा पनि दम बढ्छ। हाम्रो बुढो भयो हामी। यस्तै छ है। गुड मर्निङ गाइस। म चाहिँ वक गर्दैछु है। कहाँ होला तपाईँहरू चिन्नु होला। यो मेरो साथीहरू चाहिँ यस्तै हुन्छ। एउटा यहाँ छ है हो। अरू चाहिँ यहाँ छ। नगर 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 आइज 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 आइज। अहिले चाहिँ म भनौँ भने रेली ब्रिजमा आइपुगेको छु। यस्तै छ। करेक्ट 4 बजी निस्केको है। यहाँ तलहरू खोलाहरू एकदम स्विमिङ पनि छ है तल। यस्तै छ नजारा रेलीको। तपाईँलाई अगाडि पनि देखाउने छु। टक्कै 4 बजी निस्केको। यस्तो डन्ठा लिएर हिँड्नुपर्छ। हेर्नुहोस् है। अघि देख्नुभयो नि मेरो साथीहरू। कोही बदमास साथी हुन्छ त्यसलाई चाहिँ अब यसले ल यो चाहिँ रेलीवादी। यो होमस्टे कसको होला चिन्नु होला। यता चर्को साथी सुतिरहेको छ। यस्तै छ रेलीको सिन चाहिँ। अर्को यहाँ छ चियरमा परोस्। बिहानको साथी चाहिँ थुप्रो छ मेरो चाहिँ। यहाँबाट चाहिँ लोले जान्छ कफेर है। रेली फाटक यो अर्को बाटो। यस्तै छ। को चाहिँ यहाँ चाहिँ टाइगर जान्छ। अर्को आयो बच्चा आइज यहीँ छ। आइज यहाँ चाहिँ मेरो साथीहरू अरू हेर्नु है। त्यसकै लागि चाहिँ यो डन्ठा डन्ठा चाहिँ साथीहरू यहाँ आइपुगेँ म चाहिँ। ए यस्तै छ सिन है। बिहान बिहानी भर्खर उज्यालो हुँदैछ। ल साथी हो। अब चाहिँ म घर आइपुगेँ है। म अब घर आइपुग्दैछु। अब आएर एकछिन एक्सर्साइज गरेर चाहिँ चिया पनि खानुपर्छ है। एकछिन एक्सर्साइज गर्नु है। 1
30 खेप मात्रै गर्न सक्यो है। अझै 5-6 खेप गरौँ भनेको। यस्तै छ बिहानको एक्सर्साइज। ओके गाइस, बाई बाई।